भारतको अन्डर 20 फुटबल टोलीमा गोर्खे चेली अञ्जना थापालाई छनौट। हालैमा भारतको अन्डर 20 फुटबल टोलीमा उत्तराखण्डकी गोर्खे चेली अञ्जना थापा सामेल भएकी छिन्। गोर्खा मिलिटरी इन्डोर कलेजबाट 12 मा उत्तीर्ण भएकी अञ्जना थापाले 2020 बाट गढवाल हिरोज फुटबल महिला क्लबको भएर फुटबल खेल्दै आएकी छिन्। अहिलेसम्ममा अञ्जना थापाले राज्यिक तथा राष्ट्रिय पर्यायका धेरैवटा खेलमा देखाएको शानदार प्रदर्शनको लागि अन्डर 20 फुटबलको इन्डिया टिममा सामेल गरिएको छ। आन्ध्र प्रदेश, केरल र ओडिसा गरी 3 वटा राष्ट्रिय तहका प्रतियोगितामा अनि 7 प्रदेश स्तरीय खेलमा आफ्नो जोरदार प्रदर्शन देखाएकी छिन् अञ्जनाले। आगामी एएफसी वुमेन्स च्याम्पियनशिप 2022 को तयारीमा अहिले यस टोलीले 13 मार्चदेखि जमशेदपुरमा पूर्ण रूपमा जुटिरहेको कुरा थाहा लागेको छ। उत्तराखण्डको देहरादून निवासी पिता मनबहादुर थापा र माता लक्ष्मी थापाकी सोहीको सन्तान अञ्जना थापाले पारिवारिक आर्थिक दुरवस्था झेल्दै अहिले यो स्थानमा पुग्न सफल बनेकी हुन्। गढवाल हिरोज फुटबल महिला क्लब र बाइसिङ भुटिया फुटबल क्लब देहरादूनका कोच राहुल नेगीले अञ्जनाको खेलमा धेरै प्रतिभा रहेको साथै स्ट्राइकरको पोजिसन रहेको छ भनी बताएका छन्। एजी वेब टीको न्यूज डेस्कबाट गोर्खे चेली अञ्जना थापालाई हार्दिक शुभकामना तथा उत्तरोत्तर उज्यालो भविष्यको कामना गर्दछौं। न्यूज डेस्क रिपोर्ट एजी वेब टीभी।